घाँस दाउरा र मेलापात गर्दै मानिसहरूको दिनचर्या बितिरहेको हुन्थ्यो। गाउँहरू आत्मीयताले जोडिएका थिए। कसैको घरमा खुसियाली छाउँदा त्यो उल्लासको लहर पुरै गाउँभरि फैलिन्थ्यो र सिङ्गो गाउँ नै उत्सवमय बन्थ्यो। युवाहरू सबै गाउँमै थिए। उनीहरूको जमघट र रमाइलोले सिङ्गो गाउँ नै गुन्जिन्थ्यो। घरको आँगनमा खेल्ने बाख्राका पाठाहरू नै गाउँलेहरूको जीवन भुलाउने माध्यम थिए। उनीहरूसँगै रमाउँदै खेल्दै गाउँले जीवन बित्थ्यो। लालटिनको मधुरो उज्यालोमा अक्षर चिन्दै गरेका साना नानी बाबुहरू, सुन्दर भविष्यको सपना बोकेर स्कुल जाँदै गरेका बालबालिका, गाउँका हरियाली बारीहरू, गीत गाउँदै घाँस काट्ने आमाहरू र साथीहरूसँग रमाउँदै गोठालो जाने गोठालाहरू, यी सबै दृश्यले पहाडी गाउँको सरल र सुन्दर जीवनलाई चित्रण गर्थे।